हामी पिटरबोरोबाट वेस्टचेस्टर साइड अनि यो 2 आवर 30 मिनटको बाटो रहेछ। एकदम रमाइलो जङ्गलको बाटो हुँदै गयो। हाम्रो 4 दिनको यात्रा थियो। म, मेरो बुढी अनि छोरा जन्मेको 2 महिना भयो। 2 महिनाको उसको सेकेन्ड होलिडे। रमाइलो गाउँदै नाच्दै गयो बाटोमा, साह्रै रमाइलो भयो। एक ठाउँमा पनि रोक्नु परेन, यस्तो आनन्द आयो। ठाउँ पनि साह्रै रमाइलो, त्यो दिनको वेदर पनि यस्तो मिठो थियो। गएर बस्यो। त्यसपछि गएको दिन त अब सबै टायर्ड भएर गएको थियो। अलिअलि खानाहरू खायो, चाँडै नै सुत्यो। फेरि भोलिपल्ट बिहानै हामी उठेर त्यहाँबाट ब्रिटिस हेरिटेजको राम्रो गाउँमा गयो। अनि त्यहाँको सङ्ग्रहालय कोटहरूको चाहिँ पुरानो संरक्षण गरेर राखेको छ। बाटो पनि यस्तो साँघुरो, सानो तर रमाइलो बाटो। फेरि गाउँको कन्ट्री रोड, सानो बाटो, नेपालको बाटो जस्तै छ खालको। फेरि फुलहरू यस्तो फुलेको है, ओहो कति राम्रो चर्च पनि त्यहाँको नियर सिटीमा। गार्डन यस्तो राम्रो ब्युटिफुल वाटर फाउन्टेन थियो, तर हेर्न पाएन हामीले चाहिँ। अनि त्यहाँ पनि फुलहरू, साह्रै रमाइलो ठाउँ, आनन्द आयो। मेरो छोरोले खुब इन्जोय गरिरहेको थियो ट्रलीमा घाम ताप्दै। अनि हामी चाहिँ बुढाबुढी भिडियो बनाउन, फोटो खिच्न व्यस्त थियौँ। यो भ्यू चाहिँ हामी बसेको घरबाट देखिएको भ्यू हो। एकदम रमाइलो ठाउँ, तर अलिकति पानी परेर चाहिँ बेलुकातिर अलिकति हामीलाई डिस्टर्ब गर्यो। नत्र बाहिर बारबिक्यू गरेर बस्ने प्लान पनि थियो। यस्तो रमणीय ठाउँ, ठ्याक्कै नेपालको गाउँ जस्तो। मेरो बुढी चाहिँ उहाँ पानी वाटर फाउन्टेन हेर्न नपाएर 1 घन्टा कुर्यो होला बिचरा। अनि आयो फर्किँदै। फेरि म चाहिँ त ल भिडियो बनाउँछु एउटा भनेर फुलबारीमा चट्ट मिठो भिडियो बनाएँ, टिकटकको लागि पनि हुने टाइपको। वेदर यस्तो राम्रो, फेरि मान्छे पनि कति ह्यान्डसम देखिएको है। साह्रै रमाइलो। त्यहाँबाट हामी एक रात फेरि अर्को नेक्स्ट डे घुम्यो। छोरो घाम ताप्दै अलिअलि घुम्यो ट्रलीमा गुडाउँदै। उसको त अब त्यही नै इन्जोय हो, उसको होलिडे। त्यसपछि फर्क्यौँ हामी फेरि त्यहाँबाट पिटरबो। कति बस्नु त्यो ठाउँमा भनेर छोरालाई लिएर आफ्नै गाउँ फर्क्याए टाइपको भइहाल्यो। अनि यो भयो हाम्रो मिनी भ्लग, तर साह्रै रमाइलो पनि होइन। फेरि अब यस्तो भयो भने म हजुरलाई डेफिनेटली फेरि ल्याउने नै छु। सबैले हेरेर राम्रो सल्लाह सुझाव कमेन्ट सब्सक्राइब गरिदिनु होला। चाहिँ हामीले खासमा मेमोरीको लागि बनाएको हो, त्यस्तो व्यावसायिक भिडियो चाहिँ होइन। तपाईँहरूलाई मन पर्यो भने कमेन्ट पनि गरिदिनु होला है त। अनि मेरो छोरा चाहिँ यहाँ यति रमाउँछ कि ऊ खिच्नलाई है। भिडियो खिचेपछि ऊ हाँस्ने बोल्ने, ओहो उसले खेलेर यति रमाउँछ कि कुरै छोड्नु। मेरो बुढीलाई कालो चस्मा लाएर लोगोले चस्मा लाएर एउटा भिडियो बनाऊ भनेको विषय मौका थियौँ है बाटोमा। फ्ल्यास लाइट पनि हामी त फाइन गरेको भनेर सातो लोगो परेको छ रहेछ। त्यस्तो रमाइलो भयो, मौसमले गर्दा पनि साह्रै रमाइलो। हाँसेर बोला कि 83 साल हामीलाई राम्रै होला कि। यसरी हाँसेर बोला कि 83 साल हामीलाई राम्रै होला कि। मलाई त तिमी मन पर्यो के रे नि, एकोरो डोलाउँदै कति हेरे नि, जित्दै मरेन जति हेरे नि, जित्दै मरेन